पठ्युली मारी खायौँ पोरु नानी पठ्युली मारी खायौँ आउनु ए म ये उसे खाना इले मारे कि डुन्ने ने जी नई खाना कि मारे हो ये ठीक हो ईश्वर कहाँ त ओइ ईश्वर अहिले बाख्रा गोटियन त घर गयो ये ठीक ओ अहिले घर गयो त बेली रे पर बिहुना ईश्वरको मोबाइल फट गयो भन्ना क्या बिग्रियो ईश्वर विष्णु पिङ बिग्रेको छ पिम भने पिम भने के भने ओइ बिग्रेको भन्यो तँबाट गयो त अहिले रे घरै आएन न त आउनु अब भोलि सगाले आउँदा हुन्न हो आउनु हो ओइ अब त स्कुल जाने नि त छड्डु छाडी आयो त नि अब छाडी छाड्यो जाने होइन अब मान्दैन अब त्यो भन्या ओइ यो रातकी ड्युटी हो तेरा रात ड्युटी हो अब दिउँसोको ड्युटी अब जानु सीता हुन कति अहिले टाढा अहिले नजिक आयौँ तबरे हेर्दा भाग्यो रे खाएन उसाको काम कन्ने मार्यो कि भने कहाँ ढल्कियो त त्यो खट्याउनु काम अनि कन्ने मार्यो कि कहाँ ढल्कियो कहाँ होला भने त्यो अब पत्ता त पाइन्छ होला हैन सैलु कहाँ गयो त त्यही ये भोला भाङ्गो लाउने भने है अब नगए कहाँ पाइएला पत्तो अब भोला भाङ्गो लाउने भने है भाङ्गो बुने भने है ओइ भोले भाङ्गो बुने नमाउ दिने मगे बुयो नमाउलाई मगे बुयो दिने नमाउ भाङ्गो बुने के भयो एउटा खाना के भयो नि एउटा गडाउडो कहाँको भयो दुमै कट्टा गाउँ भएको छ एक कट्टो जाउ भयो तल पुरो लागि उतटी किन्ना अब गाउँ भद्याउ नमाई आने है गाउँ आने चामल आने के अरे ओइ गाउँ चामल भद्याउ आने अब भद्दोतिर पैसा बढा तनपुरै ओइ दिने विष्णु ल्याने हो 10-12 हजार पुरो सनपुर म आमा गयो त्यो विष्णु हो नि ओइ 10-12 हजार आने हो हुन्ने भने आने हो उतो एउटा गाईले बाख्रो बाटो बेच्या मैले बेली बोगे बेच्या 5,000 बि दिने बेच्या 3,000 बि बेली बेच्याउ बाटो नानो बाख्रा जानु छ त हरि बेचे मुन्डा नमागे अब खाना उ भानी दोकानबाट ल या अब पैसो भद्दो महिना बढाउली बाख्रा एउटा कष्ट आयो भने गोरु बाछा कसैको कति मर्यो हुनु नि एउटा हुम्रा मरे क्या औरा त मरेन एउटा छेत्रिया खाने मद्दा त मरे गाएन एउटा बाँसगाडा डाँडा जाँदु मरे बाख्रा मरे गोरु मरे गाई मरे धिना गाई मरे हवैगा ओइ तल मानुगा त गोठ बाँझो भयो दुमै धिना लगाए मर्या पर अझ बेली सरले आमागी मरि भने गाई दिने गाई हिनाली म कष्ट आइरहेछ बल्ल मर्यो बर समुद्रको बल्ल मर्यो उत्तृष्य बल्लदेखि समुद्र बल्ल ओइ खबेगा मद्द लाग्यो नि एउटा ठीक हो नि तबरे ताजे भाव भइगयो त लाटा ताजा त अब काम आमा हैन कहिले विष्णु हुन्छ ईश्वर हुन्छ